साथीहरु यो भिडियो चाहिँ एकदम विशेष छ। आफ्नो श्रीमान हुँदा हुँदै अर्कै केटासँग बसेका श्रीमतीहरुको लागि छ। एउटा आमाले पोस्ट गर्नुभएको यो भिडियो हेर्नुस् त। यो कुलङ्गारी रश्मि भन्नेलाई विदेश जान कुनै देश जानलाई नि नपाइने गरेर चाहिँ यसलाई नेपालमा बसेर यसलाई भाँडा माझेर खानी गराइदिन पर्छ। चाहे मेरो छोरीले त्यो गल्ती गरी भने पनि मलाई त्यस्तो न्याय चाहिन्छ, त्यस्तो कठिन न्याय गर्न पर्छ। बाबुआमासित भागेर पहिला आउनी, अहिले गएर छोरी हुन त एउटा कुरो यहाँ बुझिराख्नु सबैले, बाबुआमा त्याग्न सक्ने मान्छेले कोही त्याग्नु ठुलो कुरो लाग्दैन क्या। 4 वर्षको सम्बन्ध 15-20 वर्षको सम्बन्ध त्याग्छ भने 4 वर्षको सम्बन्ध त्याग्नु ठुलो कुरो हुँदैन क्या। उनीहरूलाई माया ममताको घर कोही अर्कालाई करायो, पैसा मागे, माग्दैन पैसा। मान्छेलाई मर्नु न बाँच्नु भएपछि पैसा माग्दैन। कतिको कुरा सुन्नु सुन्न पनि लाजा मर्नु। उसको छोरो मर्या भए के हुन्थ्यो त्यहाँ गएर? अर्का छोरो मर्या भए, अर्का छोरो झुन्नेर मर्दिया भए, अनि केही न केहीसँगले सम्पत्ति ब्याङ्कले खाइदिया भए के हुन्थ्यो नि? लाज छैन, शर्म छैन, अझ आएर यस्तो भन्यो उस्तो भन्यो किन भन्दैनन्? भन्दैनन्। हामी त जे समस्या नि आफूलाई परे समस्या भनी ठानेर कुरा गर्छौं, त्यस्तो जिब्रो चपाएर कुरा गर्दैनौं। कालोलाई कालो, सेतोलाई सेतो भनेर हैसियत राख्न पर्छ मान्छेले। कुनै कुरा ढाँटेर बोल्दैनौं हामी, भगवानको चन्दन लाग्छौं। कुनै कुरा ढाँटेर बोल्दैनौं हामी, त्यसलाई नेपाल झिकाएर कुनै देश पनि जान्न पाउने, साउदी, कतार, मलेसिया, दुबई जान पाउने, अरू देश जान्न पाउने गर्दिन पर्छ। तँलाई कुलङ्गार्नी